साथीहरू केसरी सिर्जना र बसन्त एक हुने हुन् त अब सिर्जनाले त पक्कै पनि सधैँभरि जिन्दगी भरिलाई दुःख पाउने छिन्। हो दर्शकबिन सरोज घिमिरेको निर्देशनमा आरटी मनोरञ्जन युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको केसरी सिरियल यति बेला झन् चर्चाको विषय बनिरहेको छ। हो दर्शकबिन केसरीको बच्चा पक्कै पनि आउने भागहरूमा पनि हुने छैन। त्यही कारणले बसन्तले सिर्जनालाई ल्याउनै पर्छ र उनीहरूको सन्तानको इच्छा पनि पूरा गर्नै पर्छ। हामीले आउने बाँकी भागहरूमा पनि यस्तै देख्न सक्छौँ र सिर्जना र केसरी सँगै मिलेर बस्नुपर्छ र बसन्तले पनि केसरी र सिर्जनालाई मिलाएर राख्नुपर्छ, किनकि सिर्जनाले पनि बसन्तलाई माया गर्छिन् र उनीहरू एक अर्काप्रति सधैँ माया अनि केसरीले पनि साथ दिइरहेकी छिन्। आउने दिनहरूमा पनि हामीले यही देख्न पाऊँ। हो दर्शकबिन यो सब हुनुमा केसरीको बहिनीको हात रहेको छ र उनलाई सबक सिकाउनै पर्छ र उनीलाई कानुनी कारबाही गरेर उनलाई असल व्यक्ति बनाउनु पर्छ। पहिला सही मान्छे अहिले एक्कासी गलत मान्छेको सङ्गतमा लागेपछि उनी पनि गलत हुन पुगिन् र केसरी सिर्जना बसन्त मिलेर आफ्नो जिन्दगीको सुरुवात अगाडि बढाउनै पर्छ। हो दर्शकबिन आशा गरौँ आउने भागहरूमा हामीले यही देख्न पाऊँ। आज म यति भन्दै बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।